यहाँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसिह। आज यहाँहरूको माझमा मैले ल्याएको वचन रहेको छ भजन सङ्ग्रह 41 बिमारी मानिसको प्रार्थना। त्यो धन्यको हो जसले निर्धहरूको फिक्री गर्दछ। दुःखको दिनमा परम प्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। परम प्रभुले त्यसको रक्षा गर्नुहुनेछ र त्यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्यसलाई पृथ्वीमा आशिष दिनुहुनेछ अनि त्यसलाई त्यसका शत्रुहरूको इच्छामा छोड्नुहुने छैन। परम प्रभुले त्यसलाई त्यसको बिमारीको ओछ्यानमा सम्हाल्नुहुनेछ अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ। मैले भने, हे परमप्रभु, म माथि अनुग्रह गर्नुहोस्, मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईँको विरुद्धमा पाप गरेको छु। मेरा शत्रुहरू द्वेषसाथ यसो भन्छन्, त्यो कहिले मर्ला र त्यसको नाउँ निशानै मेटिएला। जब मलाई हेर्न कोही आउँछ त्यसले झुटो कुरा बोल्छ र त्यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। जब बाहिर गएर त्यसले मेरो निन्द्राका कुरा फैलाउँछ। मलाई घृणा गर्नेहरू सबै जम्मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्। मेरो विरुद्धमा तिनीहरू यसो भन्दै मेरो अनिष्ट चिताउँछन्। त्यसलाई घातक रोगले पक्रेको छ र त्यो जहाँ पर्सिएको छ त्यहाँबाट उठ्ने छैन। मैले भरोसा गरेको मेरो परम मित्र समेत जसले मेरै रोटी खान्थ्यो त्यसले मेरो विरुद्धमा लात उठाएको छ। तर हे परमप्रभु, म माथि कृपा गर्नुहोस्, मलाई खडा गर्नुहोस् र म तिनीहरूसँग बदला चुकाउन सकूँ। म जान्दछु तपाईँ मसँग प्रसन्न हुनुहुन्छ, किनकि मेरो शत्रु म माथि विजय हुन सक्दैनन्। मेरो सत्य निष्ठामा तपाईँले मलाई सम्हाल्नुहुन्छ र सदा सर्वदा तपाईँको उपस्थितिमा मलाई राख्नुहुन्छ। इजरायलका परमेश्वर परमप्रभुको सदा सर्वदा प्रशंसा होस्। आमेन।